म चाहिँ घर जाँदाखेरि यसरी फुलहरू हेर्ने गर्छु। मजाले भाइ बहिनी रोपेको छ फुलहरू। यो चाहिँ गुट्काको डुल रहेछ। यसरी फुलहरू मजाले लगाएको छ। ठुलो मान्छेहरू चाहिँ घरमा गफ गरिरहनु हुन्छ। म त्यो टाइममा चाहिँ घर वरिपरि बारीहरू घुम्ने गर्छु। मलाई पुरा मजा लाग्छ है। मजाले हेर्नुहोस् न, दाउरा कति मजाले राखेको छ मेरो पापा मेरो भाइहरूले। पापाले बुन्नु भएको हेर्नु नि कस्तो मजाको भन्दै मैले चाहिँ छाम्दैछु। हेर्नुहोस् न, मजा लाग्छ मलाई यस्तो कुराहरू हेर्नु। हेर्नु नि चुला, आमाले ढेँडो बनाइदिनु आँट्नु भएको छ। हेर्नु नि सिस्नो, योसँग चाहिँ ढेँडो अब खानेवाला छौँ हामी। आमाले मलाई देखाउनु हुँदैछ, यहाँ चाहिँ ढेँडो पाक्नेवाला छ। आमाले घर लानुको लागि हामीलाई सिस्नोहरू रेडी गरिदिनु भएको रहेछ। एउटा मेरो, एउटा पास्टर अङ्कलको। निङ्गुरोहरू आमाको मन त हो सबैलाई माया। यो चाहिँ मेरो काकाहरूको घरहरू हो तल देख्दै गर्ने चाहिँ। यस्तो दामी छ पारी पारी फुलहरू। हेर्नुहोस् न, यो फुल पनि फुल्दो रहेछ। मेरो घरमा भएको फुलहरू मेरो आमाले लाउनु भएको बारीमा मुलाको बिउ राख्नु भएको रहेछ। यो बाख्राको गोठ हेर्नु नि, मेरो भाइले बनाएको यस्तो मजाले बनाउँछ। मेरो भाइकोमा कला चाहिँ नभएको होइन। म चाहिँ मेरो भदैनीसँग गएको। भदैनीले चाहिँ के भन्दै मलाई देखाउँदैछ। ऊ पनि खुसी छ, एक्साइटेड। खुसी छु मेरो भदैनीलाई भेट्न पाउँदा। सानोमा मसँगै बसेको, अलिक ठुलो भएपछि मात्रै यता लिएको हो। पुरा माया लाग्छ। हेर्नु नि बाख्रा खोरहरू यस्तो आइडिया लगाएको छ है मेरो भाइले। म चाहिँ घर गएपछि यस्तो कुराहरू हेर्छु, पुरा मजा लाग्छ। सबैजना गफ गर्नुहुन्छ घरमा, म चाहिँ ऊ पारी हेरिन्चेबुङ। त्यो दामी छ। यहाँ चाहिँ लप्सीको बोटहरू, ऊ रिन्चेबुङै पारी देख्दै गर्ने, ऊ मङले। यो चाहिँ मेरो भाइ बहिनीले आमाले रोप्नु भएको सब्जी बारीहरू। फुलहरू हेरिसकेर बाख्राहरू सबै हेरिसकेर म चाहिँ हेर्नु नि सब्जी बारीमा पनि जान्छु है। घरमा गएर एकपल्ट जहिले सबै घुम्नु मनपर्छ मलाई। मजाले लगाएको छ खेती। हेर्नुहोस् न, अब चाहिँ कति खाँदै पनि रहेछ काटेर। मजाले खोर्सानीको दल चाहिँ यति बेसी राखेको छ। डल्ले खोर्सानीको हेर्नु नि तल मजाले लगाउनु भएको छ। पानीको चाहिँ दुःख छ।